यस्ता व्यक्तिहरू भएपछि देख्न सक्नुहुन्छ, यस्ता व्यक्तिहरू भएपछि भोलि बिहान चाहिँ कुनै घटनाहरू घट्ला भन्नु छैन। मरेको लासलाई उद्धार गरेर पुलिस प्रशासनले खबर गरेर त्यो व्यक्तिलाई को हो के हो अनुसन्धान गर्ने बजाय यो व्यक्तिले कान कतै कतै कपाल तानी तानी चाहिँ यस्तो अत्याचार, यस्तो दुर्व्यवहार उतातिर चाहिँ बस्ती बग्या छ। वादी आएर चाहिँ मान्छे मर्या छ, दुखी छ, सबै नेपाली दुःखमा पर्या छ। तर यिनीहरूलाई भने सुन निकाल्न, यिनीहरूले भने कान कतै कतै बाल तानी तानी सुन निकाल्न टटखर पर्या छ। यस्तो व्यक्तिले कानुनी कारबाही हुनुपर्छ। सरकार यो सक्दो सहयोग गरेर सबै मिलेर यसलाई अवश्य पनि कानुन दायरामा छिराउनै पर्छ भन्न चाहन्छु। यता मेरो तर्फबाट हजुरले जस्तो लाग्छ त्यस्तै चाहिँ कमेन्ट लेख्नु होला र सक्दो सेयर गरेर सम्बन्धित निकायसम्म यो भिडियोलाई पुर्याउन मद्दत गर्नु होला भन्न चाहन्छु। किन भन्दा यस्ता व्यक्तिहरू भयो भने भोलि बिहान चाहिँ हत्या गर्न हो, यस्ता व्यक्तिहरू हत्या गर्ने। किन भन्नुहोस् त, मरेका लास त छोड्दिन् भने जिउँदा व्यक्तिहरू, चेलीबेटीहरू भन कुनैले सुन गहना लगाएर सिक्री लगाएर हिँड्छन् भने तिनको काटेर मारेर तिनको चाहिँ हत्या गरेर तिनको सुटपाट सुन चाडीहरू जुनै पनि गरगहना लुट्न बेर छैन। यस्ता व्यक्तिले भन्छन् यस्ता अपराध चाहिँ नगरौँ। उद्धार गर्ने जग्गामा त्यो मरेको लासलाई निकालेर उद्धार गर्ने जग्गामा त्यो लासको चाहिँ कान कतै कतै त्यसको गहनाहरू त्यसको चाहिँ सुनचानीहरू निकाल्न के जरुरी छ? पुलिसले खबर